भनेको चाहिँ यस्तो चिज हो कि यो यस्तो किसिमको भाषा हो जो चाहिँ अन्धाले पनि देख्न सक्छ अनि बहिरोले पनि सुन्न सक्छ अनि लाटाले पनि बुझ्न सक्छ। आज तपाईँ र मेरो इतिहासले यो भन्छ हामीहरू पनि फर्केर हाम्रो दाजुभाइहरूलाई परमेश्वरको वचन सप्लाई गर्नको निम्ति हामी यहाँनिर छौँ प्रिय। मैले दबाई पानीहरू केही गर्नु परेन। मैले 4 चोटि भयो मैले अहिले परमेश्वरबाट धेरै धेरै छुटकारा पाएर मैले म अहिले यस्तो मेरो दबाई सर्वश्रेष्ठ पुस्तक बाइबल यसलाई नित्य पढ्नाले जीवनमा साहस ल्याउँदछ। ओ संसारमा सर्वश्रेष्ठ पुस्तक बाइबल। हालेलुया। हामीले अस्तिको हप्ता हाम्रो जीवनको ग्लास डोरहरूको विषयमा हामीले हेर्दै थियौं अनि ती ग्लास डोरहरू मध्येमा अभिलाषा, आरिस अथवा डाहा, घमण्ड, लोभ, 4टा कुराको विषयमा हामीले हेर्दै थियौं अनि ती मध्येमा अस्तिको हप्ता हामीले लस्ट अथवा अभिलाषाको विषयमा हेर्यौं है। अभिलाषाले चाहिँ कसरी चाहिँ हामीले हाम्रो जीवनमा हुँदै गरेको कुरा देख्दैनौं तर त्यसले चाहिँ परमेश्वरको आशिष हामीदेखि कसरी खोज्छ भन्ने कुरालाई हामीले हेरिराखेको थियौं। हिजो म मेरो सालो माइला गङ्गारामको घरमा गएको थिएँ र त्यहाँको बहिनी माइलीसँग म गफ गर्दै थिएँ। त्यहाँको ढोकामा उहाँहरूको ढोकामा चाहिँ पस्ने बेलामा पहिले एउटा ग्लास डोर छ, त्यहाँदेखि भित्र अर्को डोर छ, दैलो ढोका। अनि मैले उहाँलाई सोध्दै थिएँ कतिजना चाहिँ ठोक्यो तपाईँको यो ग्लास डोरमा मान्छेहरू भनेको इन्क्लुडिङ म पनि ठोकेको छु त्यहाँ। अब केही पनि छैन होला भनेर सट्टै बाहिर आएको त डङ्गै यहाँ ठोकेर त को ठोकिनु भएको छ त्यहाँ यसो नडर्दै भन्नुहोस् त। साङ्गे पनि ठोकेको रहेछ, विकास ठोकेको रहेछ, आइते ठोकेको रहेछ, अरू यता उहाँ पनि ठोक्नु भएको रहेछ, कुमार भाइ ठोकेको रहेछ, छवि भाइ ठोकेको रहेछ, दिलकुमार ठोक्नु भएको छैन। दिलकुमार भाइ ठोक्ने बेलामा झन् सारा सासूले उहाँको सासूले त्यत्रो पढेको मान्छे पनि कसरी ठोकेको त्यहाँ भन्दै थियो अरे। पढेको मान्छेले पनि आँखा त्यही हो, नपढेको पनि त्यही हो, ठोक्नु चाहिँ बराबरै ठोक्छ क्या। ग्लास डोर हामी चाहिँ सोच्छौँ हामी सिधै परमेश्वरमा म जान्छु भनेर हामी सिधै गइराखेको हुन्छौँ तर ग्लास डोरले तपाईँ र परमेश्वरलाई छुटाइदिन्छ। अलिकति परमेश्वरको आशिषलाई म खान्छु भनेर टिप्नुहुन्छ त्यो हात चाहिँ ग्लासमा ठोकिन्छ क्या। यस कारणले गर्दाखेरि हाम्रो जीवनमा त्यस्तो ग्लास डोरहरू चाहिँ के छ त भन्ने कुरा हामीले हेरिराखेका छौँ अनि ती मध्येमा अस्तिको पालि हामीले अभिलाषाको विषयमा हेर्यौं। शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको सेखी यस्तै कुराहरूको विषयमा हामीले अध्ययन गर्यौं र आज हामी फेरि पनि अर्को ग्लास डोर त्यो चाहिँ के हो भने चाहिँ इंग्लिशमा भन्छ जेलसी भन्छ।
नेपालीमा डाहा, अब हाम्रो नेपालीको भाषामा भनौँ भने आरिस गर्ने, आरिस लाग्नु, आरिस गर्नु, या त जलन हुनु, अरूले गरेको कुरामा जल्नु आफै। अर्को भाषामा भने ईर्ष्या गर्नु, लाखे त्यसले मात्रै गर्ने, म पनि गर्छु, म पनि ल्याउँछु। जस्तो अघि भर्खरै तपाईँले उदाहरण हेरिसक्नु भएको छ। अब हामीले बाइबलमा यसको विषयमा हामीले हेऱ्यौँ भनेदेखि प्रस्थान 20 को 17 पदमा यसरी लेखिएको छ इङ्ग्लिसमा, Thou shalt not covet your neighbor's house, his wife or his servant, his ox or donkey or anything that belongs to your neighbor. यहाँ नेपालीमा यसरी लेखेको छ, तैँले आफ्नो छिमेकीको घरको लालच नगर्नु। के नगर्नु अरे? लालच नगर्नु। तैँले आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, तेरो छिमेकीको कमराको, कमारी, गोरु, गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु। त्यसको मात्रै राम्रो, त्यसको त्यो चाहिँ मेरो हुनु पाए त, त्यसको फलनाको चाहिँ मेरो पनि हुनु पाए त भनेर चाहिँ हामीले लालच गर्नु हुँदैन भनेर बाइबलमा लेखिएको छ। याद राख्नुहोस्, इभन जसले युट्युबमा हेर्नुहुन्छ यो भिडियो, पास्टरहरू, मिनिस्टरहरू, चर्चेसहरूदेखि लिएर सबैजना नै आजको संसारमा चाहिँ हामी कम्पिटिसनमा, एक दोस्राको प्रतिस्पर्धामा छौँ, एक दोस्राको विरोध गर्नेमा छौँ। राइभलरी भन्छ, कम्पेरिजनमा एक दोस्रोलाई दाँजादाँज गर्ने, त्यसको ठुलो कि त्यसको राम्रो कि मेरो राम्रो, त्यसको असल कि मेरो असल, है, कसको ठुलो कसको सानो, कसको राम्रो कसको है नराम्रो हो, त्यो कुरामा हामी सबैजना दाँजी राखेको छौँ। अनि त्यो चाहिँ आज हाम्रो संसारमा मात्र होइन, तर मण्डलीहरूमा पनि यो दाँजादाँज गर्ने, अर्कोलाई सानो आफूलाई माथि पार्ने यो कुरा चाहिँ चर्चेसहरूमा पनि प्रशस्तै मात्रामा छ। अब यस्तो संसारमा हामी जिराखेका छौँ भनेदेखि यसलाई चाहिँ यसको तुलना हामीले कसरी गर्ने त भन्ने हामीले बाइबलमा हेर्यौँ भनेदेखि उहिलेदेखि नै यो दाँजादाँज गर्ने, आरिस गर्ने, एउटाले अर्कोको आरिस गर्ने कुरालाई हामी बाइबलमा देख्छौँ उहिलेदेखि नै। त्यो कुरा हामी अहिले एकछिनमा हेर्छौँ, तर हामी विशेष गरिकन यहाँ मत्ती रचित सुसमाचार 1 अध्यायको 1 पददेखि लिएर 16 पदसम्म हामीले हेऱ्यौँ भनेदेखि त्यो एकजना मालिकले आफ्नो दागबारीमा काम गर्नुको निम्ति खेतालाहरू बोलाएर ल्याउँछ। कसलाई ल्याउँछ अरे? खेतालाहरूलाई। बिहानदेखि खेतालाहरू आएर काम गर्नु थाल्छ। अनि अलिकति काम गरिसकेपछि खेताला पुगेनौ, अरू पनि ल्याउनौ भनेर अरूलाई पनि बोलाउँछ। त्यहाँदेखि 12 बजीतिर जान्छ र 12 बजी जाँदाखेरि त्यो चौकमा कता कता गल्लीतिर त्यसै मान्छेहरू काम नगरिकन बसिरहेको भेट्छ। तिनीहरूलाई पनि बोलाएर खेतमा काम गर्नु बोलाउँछ। तिनीहरू पनि आउँछ, सबैजनाले काम गर्छ बेलुकासम्म। अनि बेलुका काम गरिसकेर त्यसको ज्याला, खेतलाको ज्याला दिने बेलामा चाहिँ के हुन्छ भनेदेखि चाहिँ मालिकले आएर त्यही पैसा दिन्छ है। 9, 10, 11 बजीतिर आउनेलाई पनि त्यही पैसा दिन्छ। 12, 1, 2 बजीतिर आउनेहरूलाई पनि बराबरी नै पैसा दिन्छ। अनि त्यो अगाडि आउने बिहानदेखि चर्को घाममा काम गर्ने, बिहानदेखि मेहनत गर्ने तिनीहरूको लागि चाहिँ तिनीहरूले चाहिँ आएर त्यो मालिकले भन्छ, होइन मालिक तपाईँले के गर्नु भएको यो कुरा? हामी बिहानदेखि आएर काम गरेको, यहाँ चर्को घाममा गर्मीमा पसिना चुहाउँदै यत्रो मेहनत र दुःख गरेको, हामीलाई पनि त्यही पैसा अनि यो 1 बजी 2 बजीतिर आउनेहरूलाई पनि बराबर पैसा दिनु भएको? यो त भएन भनेर भन्छ। अनि मालिकले भन्छ, होइन तिमीहरूलाई मैले के बिहान काममा लाउँदाखेरि यति दिन्छु भनेर मैले तिमीहरूलाई दिएको होइन, सुरु गरेको होइन। अनि मैले जति भनेको छ तिमीहरूलाई त्यति नै दिएको छ त। यो पछि आउनेहरूलाई मैले जति दिउँ कि जे गरौँ तिमीहरूलाई के को सरोकार?
यो अगाडि आएर काम गर्नेहरूले चाहिँ यसरी भनेको छ, तिनीहरूले त्यो पाएपछि घरको मालिकको विरोधमा यसो भनेर गनगनाउन लागे, यी पछिल्लाहरूले एकै घडी मात्र काम गरे र तपाईले तिनीहरूलाई हामी दिनभरिको भार र चर्को गर्मी भोग्नेहरूकै सरह तुल्याउनु भयो। तिनीहरूले गनगन गरेको चाहिँ किन भन्दा चाहिँ हामी भन्दा पछि आउनेले पनि हामीले जस्तै बराबर पाइसक्यो। यो त सही भएन त। ती काम गर्नेहरू ढिलो आउने र अगाडि आउनेहरूले बराबर गर्दाखेरि चाहिँ त्यो अगाडि आउनेहरूले चाहिँ डाहा गर्यो, आरिस गर्यो, तिनीहरूले मन परेन त्यो कुराहरू। र आज संसारमा आरिस भन्ने कुरा चाहिँ धेरै छ। किन यो आरिस भन्ने कुरा चाहिँ पतन भएकोमा, पापमा गिरेको मानिसको स्वभाव हो अनि यो हामी सबैमा हुन्छ, हामी क्रिस्चियनहरूमा पनि हुन्छ। प्रिय हो यो कुराहरू, तपाईँले याद गर्नु भएको हुन्न होला, त्यसैले त यसलाई मैले ग्लास डोर भनेर नाम राखेको। हामी क्रिस्चियनहरूमा पनि, किनभने हामी यो देख्दैनौँ, अरूले देख्दैन। अस्ति नै भने मैले अभिलाषा भएकोले गर्दाखेरि हामी चर्चमा सस्पेन्ड गर्नु पर्दैन, बस्नु पर्दैन। अनि तपाईँकोमा आरिस छ, तपाईँलाई आरिस लाग्छ, तपाईँलाई जलन भएर आउँछ, तपाईँ कसैको उन्नति भएको तपाईँलाई देख्नु मन पर्दैन भनेदेखि त्यसको लागि पनि तपाईँलाई कसैले सस्पेन्ड गर्दैन, डिसिप्लिन गर्दैन, किनभने त्यो अरूले देख्दैन अनि तपाईँ आफैले पनि थाहा हुँदैन त्यो तपाईँकोमा छ भनेर। अब यो आरिस भनेको चाहिँ के हो भनेर चाहिँ इङ्ग्लिसमा यसो लेखेको छ, jealousy is awakened by whatever may exalt others or give them pleasure and advantages which we desire to ourselves. आरिस भनेको चाहिँ के हो भनेदेखि चाहिँ अरूको उन्नति हुँदाखेरि, अरूले राम्रो काम गर्दाखेरि, अरूको वृद्धि हुँदाखेरि, अरूले बेसी कमाउँदाखेरि भित्र तपाईलाई अनकम्फर्टेबल हुनु, तपाईलाई मन नपर्नु, तपाईलाई खिन्न लाग्नु, तपाईलाई कस्तो कस्तो भएर जलन भएर आउनु चाहिँ त्यो चाहिँ आरिस हो। मेरोमा आरिस छ भनेर तपाईले कसरी चाल पाउने भनेदेखि चाहिँ तपाईको छिमेकीले राम्रो गाडी किन्यो अरे, या त राम्रो घर किन्यो अरे, या त उसको प्रमोसन भएर गयो, उसले तपाईले भन्दा बेसी कमायो अरे, त्यति बेला कता कता तपाईलाई अनकम्फर्टेबल, तपाईलाई कस्तो कस्तो लाग्नु, मन नपर्नु, त्यो खुसीमा खुसी नहुनु चाहिँ त्यो चाहिँ हो आरिस। म तपाईलाई भन्न चाहन्छु, डोन्ट वरी, तपाई सुर्ता नगर्नुहोस्। त्यो जलन हरेक मान्छेकोमा पस्छ, सायद हरेक पास्टरकोमा, हरेक प्रचारककोमा, हरेक प्रभुको दास दासीहरूमा पनि त्यो पस्नु सक्छ, त्यो आउनु सक्छ, तर त्यसलाई हामीले ठाउँ दिनु हुँदैन। एक किसिमको यहाँ हेर्नुहोस् है, अघि तपाईले नाटकमा हेर्नुभयो, यदि विनोदले मेरो एउटा आँखा फुटोस् भनेर नभनेको भएदेखि र एउटै मात्रै कार पाएको भएदेखि के हुन्थ्यो? विनोदले के पाउँथ्यो? एउटा कार त पाउने थियो कि कसो भन्नुहोस् त। तर आरिसले चाहिँ के भन्छ अरे, बरु मेरो एउटा आँखा फुटोस् अनि मेरो शत्रुको दुईटै फुटोस्। आरिसले चाहिँ त्यो भन्छ। मैले यहाँ त्यो नाटक गर्नु लगाएको पनि मैले नै उहाँहरूलाई गर्नु लगाएको, उहाँ आफै आएर गरेको होइन, त्यो चाहिँ मैले एउटा इलिस्ट्रेसन तपाईहरुको माझमा राख्नु आँटेको मात्रै हो। र आरिस भनेको चाहिँ त्यो हो। आरिसले चाहिँ के गर्छ अरे, अरू बढेको, अरूको उन्नति भएको, अरूले असल काम गरेको, अरूकोले बेसी कमाएको, अरूले राम्रो किनेको, अरूको श्रीमती मेरो भन्दा राम्रो, त्यो देख्नु चाहदैन आरिसले चाहिँ। यदि तपाईकोमा त्यो किसिमको अनकम्फर्टेबल हुन्छ भनेदेखि, अनि म भन्न चाहन्छु सायद हामी सबै नै त्यो बाटो भएर जान्छौँ। कहिले न कहीँ हाम्रो जीवनमा यो यस्तो परिस्थिति आएको छ, हामीले त्यो अनुभव गरेका छौँ। मैले गरेको छु, लु मलाई कसैको उन्नतिमा म जलेको छु, मलाई रिस उठेको छ, मलाई अनकम्फर्टेबल भएको छ। तर अब त्यसलाई चाहिँ हामीले कसरी सामना गर्ने त, त्यो कुरालाई चाहिँ हामीले के चाहिँ गर्नुपर्छ त भन्ने कुरा हामी हेर्दै जानेछौँ। एक दुईवटा यो डाहाको विषयमा हामी एक दुईवटा कुरा हेर्नेछौँ बाइबलमा।
सबैभन्दा पहिलो उदाहरण डाहा अथवा आरिसले के गरेको छ भने चाहिँ काइनले आफ्नो भाइ हाबिल काइन र हाबिलको जीवनमा एउटा डाहा अथवा आरिस आएको छ। काइनले लगेर आफ्नो उब्जनीबाट आफ्नो खेतीपातीबाट लगेर परमेश्वरलाई भेटी चढाए। अनि त्यहाँदेखि काइनले पनि आफूले मारेको पशु पक्षीहरूबाट शिकारबाट भेटी लिएर परमेश्वरलाई चढाए। तर दुःखको कुरा काइनको भेटी परमेश्वरले ग्रहण गर्नु भएन, हाबिलको भेटी परमेश्वरले ग्रहण गर्नुभयो। त्यसो गरेपछि काइनलाई रिस उठेर आयो, यो हाबिल तेरो भेटी चाहिँ परमेश्वरले ग्रहण गरेको, हेर्लास् एक दिन तँलाई आफ्नै दाजुभाइ एउटै आमाको कोखबाट जन्मेको दाजुभाइको बीचमा त्यहाँ राइभलरी के अरे प्रतिस्पर्धा कम्प्यारिजम त्यहाँ आरिस र डाहा त्यहाँ उत्पन्न भएको कुरालाई हामी बाइबलमा देख्छौँ। त्यसको नतिजा के भयो? काइनले आफ्नो भाइ हाबिललाई मारिदियो। मारिदिएपछि के भयो? त्यो डाहाको कारणले गर्दाखेरि काइन श्रापित भएर गयो। आज हाम्रो मिनिस्ट्रीहरूमा विशेष गरी न पास्टर प्रचारकहरू जो तपाईँ यहाँ हुनुहुन्न, कम्ती मात्र हुनुहुन्छ, यदि तपाईँ मिनिस्ट्रीमा निस्किनु भयो, भविष्यमा सेवकाईमा तपाईँ निस्किनु भयो भनेदेखि याद राख्नुहोस् काइनको जस्तो आचरण तपाईँको जीवनमा नहोस्। फलाना चर्च मात्रै बढ्दै गरेको, त्यसको मात्रै मिनिस्ट्री बढेको, सेवकाई बढेको, मेरो चाहिँ नबढ्ने, फलानालाई मात्रै कन्फरेन्समा स्पिकर बनाएर बोलाएको, मलाई चाहिँ नबोलाउने, हेर्लास्। अनि त्यो फलानाको विरोध गर्नु थाल्यो, त्यो यस्तो त्यसको यस्तो भनेर विरोध गर्नु थाल्नु काइनको जस्तो। हामी दोस्रो कुरा बाइबलमा के देख्छौँ? राजा दाउद र साउलको बीचमा भएको घटनालाई देख्न सक्छौँ। राजा दाउद एउटा जवान छिटो मात्रै थियो, त्यति बेला ऊ राजा भएको थिएन, ऊ एउटा सानो के अरे भेडा गोठाला मात्रै थियो। तर मानिसहरूले जब दाउद राजाले गोलियतलाई मार्यो, मानिसहरूले यो के अरे नारा लाउनु थाल्यो, भन्नु थाल्यो कि साउलले 1000 मार्यो तर दाउदले 10,000 मार्यो भनेर मान्छेहरूले नारा लाउनु थाल्यो। साउल राजाले आफ्नो दरबारमा बसेर त्यो कुरा सुन्यो, उसको भित्र खिन्न भएर आउनु थाल्यो, उसको भित्र उसलाई रिस उठेर आउनु थाल्यो। अनि यो दाउदलाई त मैले त मेरो प्रजा पो भनेर सोचेको थिएँ, यसले त मेरो सिंहासनलाई पो खोज्ने पो कि क्या हो भनेर। अनि त्यसपछि उसले दाउद राजालाई मार्नु भनेर खेदाउनु थाल्यो, लखेट्नु थाल्यो, उसलाई मार्नुको निम्ति उसलाई लखेट्नु थाल्यो। अनि मार्नुको निम्ति उसले योजना बनाउनु थाल्यो। यहाँ भिन्नता, दाउद राजा पनि डाहा गरेको थियो, दाउद राजाकोमा पनि त्यो जेलेसी भन्ने थियो, उसकोमा त्यो एउटा जेल थियो दाउद राजाकोमा पनि। तर दाउद राजाकोमा कस्तो किसिमको डाहा थियो भनेदेखि त्यो गोलियतलाई मार्ने डाहा थियो उसकोमा। उसले भन्यो त्यो यो के अरे बेखतनाको मान्छेले परमेश्वरको जनहरूलाई किन चाहिँ अपराध छ, आफ्नो सारा राज्यको निम्ति उसले के गर्नु चाहेको थियो। दाउदकोमा चाहिँ परमेश्वरको जस्तो थियो। त्यो डाहाले चाहिँ फाइदालाई मात्रै हेरेन, तर आफ्नो ज्यानलाई जोखिममा राखेर अगाडि बढेर गएर गोलियतलाई मार। तर साउलको डाहा चाहिँ ऊ आफूमाथि मात्रै केन्द्रित थियो। साउल वाज सेल्फ सेन्टर्ड, ऊ आफूमाथि मात्रै केन्द्रित थियो। उसले आफ्नो फाइदाको लागि मात्रै हेर्थ्यो, आफ्नो सिंहासनलाई जोगाउने कोसिस मात्रै गरेको थियो। तर सम्पूर्ण राष्ट्र इजरायलको हितको लागि उसले केही पनि सोचेको थिएन। यसै कारणले गर्दाखेरि साउल राजाले चाहिँ दाउदलाई मार्नुको निम्ति ऊ उत्तेजित भयो भनेदेखि दाउदमा भएको डाहाले सम्पूर्ण राष्ट्र इजरायललाई बचाउनुको निम्ति आफ्नो जीवन जोखिममा राख्नुको लागि पनि उनी तयार भएको कुरा हामी बाइबलमा देख्छौँ। अर्को उदाहरण हामी के भनेदेखि चाहिँ हेरोद राजा, जब यीशु ख्रीष्टको जन्म भएको थियो, हेरोद राजाले पनि
त्यो यीशु चाहिँ राजा हुन्छ भनेर उनीमाथि डाहा गरेर उसले 2 वर्षदेखि मुनिको सबै नानीहरूलाई उसले नष्ट गर्नुको निम्ति अथवा मार्नुको निम्ति उसले हुकुम दिएको थियो। आरिस अथवा डाहाले चाहिँ तपाईँको जीवनमा के गर्छ त? याद राख्नुहोस्, अघिको उदाहरणमा फेरि पनि हामी फर्केर जाउँ। अघि विनोद भाइले जो डाहार गरेको थियो त्यो बुद्धिप्रति, त्यसले विनोदको फाइदा गर्यो कि त्यसले हानि गर्यो? लु भन्नुहोस् सबैजनाले, फाइदा गर्यो कि हानि गर्यो? यताबाट सुनिनँ मैले। डाहाले मान्छेलाई के गर्ने रहेछ? हानि गर्ने रहेछ कि फाइदा गर्ने रहेछ? अनि डाहाले हानि गर्ने चाहिँ को हो सबैभन्दा बेसी? कसले चाहिँ त्यसको हानि भोग्नुपर्छ सबैभन्दा बेसी? जसले डाहा गर्दैछ उसले बेसी हानि भोग्नुपर्छ। इङ्ग्लिसमा मैले यसरी लेखेको छु, जेलेसी विल हर्ट योरसेल्फ रेदर देन हर्टिङ पिपल यु डोन्ट लाइक। आरिसले चाहिँ तपाईँले मन नपरेको मान्छेलाई हानि पुर्याउनु भन्दा तपाईँले बेसी त्यसको हानि भोग्नुपर्छ। इट विल हर्ट योर स्पिरिचुअल लाइफ एज वेल एज योर फिजिकल लाइफ। यसले चाहिँ तपाईँको आत्मिक जीवनलाई पनि हानि पुर्याउँछ अनि यसले चाहिँ तपाईँको शारीरिक जीवन अथवा भौतिक जीवनलाई पनि हानि पुर्याउन सक्छ। म एउटा कथा भन्न चाहन्छु। 2टा इगलहरू थियो रहेछ, धेरै माथि माथि आकाशमा उड्ने। तर म को बेसी उड्ने, को माथि बेसी जाने, को डरो, को बेसी माथि उडेर बस्नु सक्ने भनेर 2 जना चिलहरूको हानाहान भएको रहेछ। अनि त्यो 2 जनाले एक दिन चाहिँ एउटा शिकारी कहाँ गएछ, एउटा चिल चाहिँ गएर भनेछ, ऐ शिकारी दाइ, त्यो माथि उडेको गरुडलाई मार्न। अनि शिकारीले भनेछ अरे, मेरो धनुमा त त्यो प्वाख नै छैन, तेरो एउटा प्वाख देन, म मारिदिन्छु तँलाई भनेर त्यो चिलले चाहिँ प्वाख निकालेर दिएछ त्यो शिकारीलाई। शिकारीले ताकेर हान्यो, त्यो अर्को चिल चाहिँ धेरै माथि उडेको कारणले गर्दाखेरि त्यो काँडले त्यो चिललाई लाग्नु सकेन। अनि फेरि पनि शिकारीले भनेको अर्को पनि ले म फेरि ट्राई गर्छु भनेर अर्को पनि लाएर हान्यो अरे, त्यसले पनि पुग्नु सकेन। त्यसो गर्दै त्यो शिकारीले प्वाख माग्दै गयो, त्यसले हान्दै गयो, प्वाख माग्दै गयो, हान्दै गयो। अन्तमा उसकोमा भएको प्वाख सबै गइसक्यो, ऊ उड्नु सकेन। अनि त्यति बेला शिकारीले त्यसलाई नै मारेर लिएर गयो अरे। इफ यु आर जेलस, यदि तपाईँ आरिस गर्नुहुन्छ भने द ओन्ली म्यान यु क्यान हर्ट, तपाईँले हानि पुर्याउन सक्ने एकजना मात्रै व्यक्ति छ, त्यो चाहिँ हो तपाईँ आफै नै हो। If you are jealous, the only man that you can hurt is yourself. तपाईलाई मात्रै हानि पुर्याउन सक्नुहुन्छ। यस कारणले गर्दाखेरि आरिस गर्नु चाहिँ आफैले मार्नु जतिकै हो। आरिस गर्नु भनेको चाहिँ आकाशलाई थुक्नु बराबर हो। आकाशलाई थुक्यो भने के हुन्छ? थुक कहाँ आउँछ? आफै कहाँ आउँछ। आरिस गर्नु भनेको चाहिँ सियोको टुप्पोलाई लात्ता मार्नु जस्तै हो। सियोको टुप्पोलाई लात्ताले हिर्कायो भनेदेखि कसलाई दुख्छ? आफूलाई दुख्छ। फेरि सोचुला, सियोको टुप्पोलाई लात्ताले हिर्कायो भने कसलाई दुख्छ? आफैलाई दुख्छ। मेरोमा धेरै पोइन्टहरू छ, हाम्रोमा समय नहोला सायद, म एउटा भन्दै जानेछु। जेलेसी इज एगेन्स्ट द टिचिङ अफ जिजस क्राइस्ट। प्रभु यीशु ख्रिस्टले हामीलाई शत्रुलाई पनि आफैलाई जस्तो माया गर्नु, प्रेम गर्नु भनेर सिकाउनु भएको छ। अनि आरिस गर्नु भनेको चाहिँ के हो भनेदेखि चाहिँ यीशु ख्रिस्टको त्यो के अरे आज्ञालाई उल्लङ्घन गर्नु हो, त्योलाई नमान्नु हो। Jealous people cannot stand when good things happen to other people. है, आरिस गर्ने मानिसहरूले चाहिँ अरूको उन्नतिमा तिनीहरू खुसी हुनु सक्दैन। उनीहरूकोमा जहिले पनि एउटा न एउटा बहाना हुन्छ। ए फलानाको त्यो गाडी किन्यो अरे, त्यो लोनमा त किनेको हो नि त्यो त। ए फलानाको बुढी त राम्री पो ल्याएछ त हौ, ए त्यसको पढेकै छैन त्यसको बुढी। एउटा न एउटा बहाना हुन्छ। अरूको उन्नतिमा तपाईँले केही न केही बहाना गर्नुहुन्छ। अरूले धेरै पढेर गयो, त्यसले दिन रात रटेर बस्छ नि त, पढ्छ त पास हुन्छ नि। अनि
एउटा न एउटा बहाना हुन्छ, त्यो बहाना लगाउँछ। नम्बर 7 मा jealousy will not encourage you to rejoice when someone is rejoicing. यो चाहिँ तपाईले विशेष गरेर याद गर्नुहोस्। हामीहरू कुनै ठाउँमा तपाईँ जानुभयो, सबैजना रोइरहेको छ भने तपाईलाई पनि आँसु आउँछ। तपाईले कुरै नबुझिकन तपाईलाई आँसु आउँछ, हो कि हैन भन्नुस् त? तपाईँ कहीँ एउटा मान्छेको यो एउटा इमोसन हो, यो इमोसन चाहिँ सर्ने गर्छ क्या। अनि हामीहरू मरेको परेको ठाउँमा गएर आँसु बगाउनु साह्रो सजिलो हुन्छ, त्यति साह्रो पर्दैन, साथ दिनु सक्छौँ। तर भनौँ फेरि तर भन्नुहोस् त सबैले, अब भन्नु पर्दैन है। तर कसैको उन्नतिमा कोही मजाले रमाइराखेको छ, खुसी भइराखेको छ, कसैकोमा धेरै उन्नति भयो, मोर सक्सेसफुल भयो, तिनीहरूको माझमा गएर आफू पनि रमाउनु चाहिँ कहिलेकाहीँ धेरै साह्रो पर्छ। सायद सबैको लागि तपाईले नहोला, तर तपाईलाई मन नपर्ने मान्छेको, कसलाई अरे? तपाईलाई मन नपर्ने मान्छेको हुँदैछ, उसको चर्च बढेर गयो, उसको मिनिस्ट्री बढेर गयो, उसको काममा उन्नति प्रमोसन भएर गयो, उसको घण्टाको पैसा बढेर गयो, उसले राम्रो घर किन्यो, उसले राम्रो गाडी किन्यो, उसको श्रीमती साह्रै राम्री भएर छ, उसको नानीहरू सबै राम्रो छ। त्यति बेला त्यो उनीहरूको खुसियालीमा गएर तपाईँ पनि रमाउनलाई धेरै साह्रो पर्छ। मैले अघि नै भनिसकेको छु प्रिय, त्यस्तो विचारहरू चाहनाहरू मान्छे, हामी एउटा फेलन नेचर, हामी सबै पापमा गिरेको मान्छेहरूकोमा त्यो विचारहरू आउँछ। इभन पास्टर प्रचारक अनि ममा पनि त्यो विचारहरू आउँछ प्रिय। तर त्यसलाई कसरी ह्यान्डल गर्ने भन्ने कुरा पनि हामी हेर्दै जानेछौँ। You cannot celebrate the success of the other people if you are jealous. It is easy to mourn where there is mourning, but often difficult to rejoice when others are rejoicing. Learn to celebrate in the success of your rivals. तपाईको विरोधीहरूको सफलतामा खुसी हुनलाई तपाईँ सिक्नुहोस्। विशेष गरी म तपाईलाई भन्नु एक दुईवटा भन्न चाहन्छु। मैले एउटा कोरियन पास्टर या त प्रचारकले प्रचार गर्दै सुनेको, यदि मेरो ससुरा मेरो जेठानहरू मभन्दा ठुलोहरूले उन्नति गरेर जाँदाखेरि हामीलाई केही जस्तो पनि लाग्दैन। म केनिथ हेगिनसँग कहिले पनि आरिस गर्दिनँ, म उसँग डाँच्दिनँ पनि कहिले पनि, किनभने उनी हाम्रो एउटा सिनियर हुनुहुन्थ्यो। ब्रदर साम टेलर जो मेरो एउटा स्पिरिचुअल कभरिङ हुनुहुन्थ्यो एक समयमा, उहाँहरू उन्नति भएर जाँदाखेरि हामीलाई आरिस लाग्दैन। ब्रदर मनोहरको उन्नति भएर जाँदा उन्नति भएर जाओस् जस्तो लाग्छ हामीलाई, उन्नति भएर जाँदाखेरि हामीलाई आरिस लाग्दैन। तर त्यो मान्छेले त्यहाँ एउटा भन्दै थियो, मलाई सही लाग्यो। के अरे भन्दाखेरि चाहिँ आफ्नै उमेरको, आफूसँगको दाँजोको मान्छेहरू या त आफूभन्दा सानोहरू जब उन्नति भएर जान्छ, आफूभन्दा कम उमेरकोहरू आफूले भन्दा बेसी जान्ने भएर जान्छ, आफूलाई भन्दा बेसी उनीहरूलाई कन्फरेन्समा स्पिकर भनेर बोलाउँछ, उनीहरूलाई उनीहरूको जीवनमा आफ्नो भन्दा चर्च उनीहरूको ठुलो भएर जान्छ, उनीहरूको बिजनेस बढेर जान्छ, उनीहरूले राम्रो घर किन्छ, उनीहरूको तलब बढेर जान्छ। आफूभन्दा कम्ती पढेकोले, आफूले सिकाएको आफ्नो स्टुडेन्टहरूले झन् र आफ्नो कम्पनीमा आएर आफ्नै सुपरभाइजर भइदिन्छ। त्यो हुनु चाहिँ साह्रो पर्छ रे। त्यति बेला चाहिँ हामी डाहाले जल्छौँ भनेर त्यो प्रभुको दासले भन्दै थियो। मलाई सही लाग्यो, यो कुरा सही लाग्यो, एकदमै सही लाग्यो। र त्यति बेला चाहिँ हामीले के चाहिँ गर्नुपर्ने त? अर्को कुरा, अर्को इक्जाम्पल के छ भनेदेखि चाहिँ 8 नम्बरमा, because jealous people are uncomfortable with other people they view as superior to them, they love to gossip about any kind of negative tidbits they can get on it. हामी के गर्छौं अरे भन्दाखेरि चाहिँ आफूभन्दा बेसी सानोहरूले चाहिँ उन्नति भएर गयो, उनीहरूको सक्सेस भयो, उनीहरूको वृद्धि भएर गयो, उनीहरूलाई राम्रो भएर गयो भने चाहिँ हामी उनीहरूको सानो सानो कुरालाई पनि लिएर हामी कुराकानी गर्छौं अरे।
अनि उनीहरूको विषयमा हामीले कुरा काट्नु थाल्छौँ, उनीहरूलाई हामीले गोसिप भनेको चाहिँ आलोचना गर्नु थाल्छौँ, उनीहरूको विषयमा काने खुसी गर्नु थाल्छौँ। त्यो आरिसले चाहिँ हामीलाई त्यसो गर्नु लगाउँछ। हामी अब यसलाई चाहिँ हामीमा त्यो आरिस हुँदैछ भनेर हाउ टु रेकग्नाइज द्याट यु आर जेलस अफ अदर्स। तपाईँ अरूसँग तपाईँ आरिस गर्नु हुँदैछ भनेर कसरी चाल पाउने त हामी छटछटी हेर्नेछौँ। इफ यु लभ द्याट पर्सन यु विल अलवेज ट्राई टु करेक्ट मी। यदि तपाईँले कसैलाई प्रेम गर्नुहुन्छ भनेदेखि, माया गर्नुहुन्छ भने तपाईँले उसलाई करेक्सन गर्नु चाहनुहुन्छ, उसको उन्नति र भलो भएको चाहनुहुन्छ। त्यो भनेको आरिस गर्नु होइन। यदि मेरो श्रीमतीलाई म माया गर्छु भनेदेखि, प्रेम गर्छु भनेदेखि उसलाई म करेक्सन गर्नु चाहन्छु। तर यदि आरिस तपाईँले गर्नु हुँदैछ भनेदेखि चाहिँ उसलाई व्यक्तिगत एउटा प्राइभेटमा लगेर, भाइ तपाईँको यो भयो, यसलाई यसरी सुधार गर्दाखेरि कसो होला भनेर भन्नुको साटो धेरैजना उभिएको ठाउँमा भाइ तपाईँको यो भएन हौ, यस्तो भयो, बहिनी तपाईँको यो भएन, त्यो भएन भनेर पब्लिकले आरिसहरूलाई लाजमा पार्नु कोसिस गर्छ अरे आरिसले। यदि तपाईँले त्यस्तो किसिमको सुधार कसैलाई गर्नु चाहनु हुँदैछ भनेदेखि सायद त्यो तपाईँभित्र भएको आरिस पो बोल्दै गरेको हो कि। नम्बर 2 मा, गोसिपिङ इज वान अफ द मोस्ट पावरफुल साइन अफ जेलेसी। तपाईँले कसैको काने खुसी गर्नु हुँदैछ, कसैको विरोधमा तपाईँले बोल्नु हुँदैछ, उसको कुराहरू, बिजतको कुराहरू तपाईँले गर्नु हुँदैछ भनेदेखि चाहिँ तपाईँले उसको विषयमा तपाईँले आरिस गर्नु हुँदैछ। द पर्सन हु इज जेलस अफ यु विल अलवेज वान्ट टु पुट यु डाउन इन फ्रन्ट अफ अदर्स। अरूको छेउमा तपाईँले त्यो व्यक्तिको विषयमा जहिले पनि उसलाई तल खसाल्ने कोसिस तपाईँले गर्नुहुन्छ। 3 नम्बरमा चाहिँ जब तपाईँले कसैको निम्ति आरिस गर्नुहुन्छ भनेदेखि तपाईँले त्यो व्यक्तिलाई चाहिँ मूल्यहीन बनाउनु खोज्नुहुन्छ जहिले पनि। त्यो व्यक्ति चाहिँ तपाईँ चाहिँ त्यो व्यक्तिभन्दा राम्रो, त्यो व्यक्तिभन्दा अलिकति माथिको, त्यो व्यक्तिले भन्दा अलिक बेसी जान्दछु भन्ने कोसिस तपाईँले गर्नु हुँदैछ यदि तपाईँले आरिस गर्नुहुनेछ। यस कारणले गर्दा त्यो व्यक्तिलाई तपाईँले जहिले पनि उसलाई चाहिँ तपाईँले तल दबाउने कोसिस तपाईँले गर्नुहुनेछ हुँदैछ भने कसैको सफलतामा तपाईँले कङ्ग्रेचुलेसन, बधाई पठाउनु हुन्न। तपाईँले मेरो जीवनमा म फेसबुकमा जब पनि बत्तिसमा देख्छु त्यसमा चाहिँ म प्रेज द लर्ड भनेर म कमेन्ट गरिहाल्छु म, किनभने जहाँ जहाँ बत्तिसमा हुँदैछ त्यहाँ परमेश्वरको राज्यको वृद्धि हुँदैछ। त्यो कुरामा मलाई आरिस लाग्दैन। हामीले त्यो गर्नुपर्छ, कङ्ग्रेचुलेट। यदि तपाईँले अरूको सफलतामा कङ्ग्रेचुलेसन या त बधाई दिनलाई तपाईँ हिचकिचाउनु हुन्छ भनेदेखि सायद तपाईँमा आरिस तपाईँमा आउँदैछ। अब खास आरिसलाई चाहिँ हामी कसरी चिन्ने त? हामीमा हाउ टु रेकग्नाइज द जेलस इन आवर लाइफ। यदि जब तपाईँले कसैको उन्नतिको कहानी सुन्नुहुन्छ, when you hear the successful story of other people, if you are feeling bitterness inside of you, यदि तपाईँले अरूको सफलताको कहानी सुनेर तपाईँ भित्र नै कता कता तितो लागे जस्तो, नमिठो नमजा लागेको जस्तो लाग्यो भनेदेखि त्यो चाहिँ आरिस हो। तपाईँ उनीहरूको सफलतामा खुसी हुनुहुन्न भनेदेखि त्यो आरिस हो। तपाईँ चाहिँ अरूको सफलतामा खुसी हुनुहुन्न भनेदेखि त्यो तपाईँको जीवनमा आउँदै गरेको डाहा, आरिस र ईर्ष्या हो। त्यसलाई चाहिँ हामीले यो गर्नुपर्छ। अब यसलाई कसरी हामीले ओभरकम गर्ने त? हाउ डु वी ओभरकम द जेलेसी? हामीले यो आरिस र डाहालाई चाहिँ कसरी ओभरकम गर्ने भन्ने विषय लिएर हामी अलिकति अगाडि बढ्दै जाउँ। मैले अघि तपाईँलाई भने हामी सबै मान्छे हो, अनि याद राख्नुहोस् पास्टर प्रचारकहरू पनि के हो, उनीहरू चाहिँ स्वर्गमा जाँदै गर्दाखेरि अलिक बिच बाटोमा पुगेकोहरू हो भन्नुहोस् त? हामी पनि एउटै हो। तपाईँ त्यहाँ तल बसेर सुन्ने बराबर नै हो। अनि अस्ति मैले भनेको थिएँ भिन्नता यति अरे, पास्टरको घाँटीमा के झुन्डाएको हुन्छ अरे? के झुन्डाएको हुन्छ थाहा छ? घन्टी झुन्डाएको मात्रै अरे क्या। हामी एउटै हो। हामीलाई पनि आरिस लाग्छ, सबै कुरा हुन्छ। तर त्यसलाई हामीले कसरी ओभरकम गर्ने? म तपाईँलाई एउटा कहानी भन्न चाहन्छु। 1997 मा एकजना दाइ र म अमेरिकामा आयौँ, दुईजनै।
म अलिकति 1-2 दिनले अगाडि आएँ होला, उहाँ अलिकति पछाडि आउनुभयो। अब भुटान जस्तो देशबाट अमेरिका त आएको म, मेरो त खुट्टा भुइँमा थिएन नि। अब आम फर्स्ट पर्सन टु कम टु अमेरिका भनेर म त अब पुरै नै माथि। अनि मभन्दा पछाडि त्यो दाइ पनि आयो, मलाई कता कता नमिठो लाग्यो। अनि त्यो त लाग्यो ठिकै छ, गफ गऱ्यौँ, यताउति भेटघाट भयो, यता सबै कुरा भयो। फर्केर जाँदाखेरि मेरोमा पैसा त्यति बेसी थिएन क्या। अनि त्यति बेला मात्रै मैले चाल पाएँ कि अमेरिकामा पनि रुखमा पैसा नफल्दो रहेछ भनेर। हामी भुटानमा हुँदाखेरि चाहिँ अमेरिकामा खुट्टा टेक्ने साथ डलर चाहिँ मलाई झरेर ओर्छु जस्तो लाग्थ्यो। खस्दो रहेछ साथी हो, खस्दो रहेछ भन्नुहोस् त, खस्दैन, साह्रै पर्छ। अनि त्यति बेला मेरोमा अलिकति साथीहरूले मलाई केही पैसा दियो। म फर्केर जाँदाखेरि उहाँले के भन्नु भने त मेरोभन्दा डबल एकै ठाउँमा उहाँलाई त $5,000 पैसा दियो अरे भनेर उहाँले मलाई भन्नुभयो। मलाई भित्र नमिठो लागेर निन्द्रै लाग्नु। मैले त्यति बेला के गरेँ भने मैले चाल पाएँ, आई रेकग्नाइज द्याट आई वाज ह्याभिङ ए जेलेसी एगेन्स्ट द्याट ब्रदर। मैले थाहा पाएँ कि मैले चाहिँ म भित्र आरिस भन्ने डाहा भन्ने पस्यो भनेर। अनि देन मैले घुँडा टेकेर प्रभुसँग माफ मागेर मैले त्यो दाइको निम्ति प्रार्थना गर्नु थालेँ, आशिष दिन थालेँ उसको लागि। उहाँलाई प्रभु तपाईँले अझै बढाउनुहोस्, अझै उन्नति गराउनुहोस्, अझै यो गर्दै लानुहोस् भनेर। प्रभुलाई धन्यवाद होस्। म पनि यो अघि विनोद भाइको कहानीलाई त्यो विनोद भाइको कहानीमा म छु। मभन्दा उहाँ अहिले डबल आशिषित भएर जानु भएको छ, तर म पनि यहाँ आशिष भएको छु। तर मैले त्यति बेला मेरो एउटा आँखा फुटोस् भनेको भए सायद उहाँको 2टा फुट्ने थियो होला, म पनि कानो भएर बस्ने थिएँ। तर बुझ्नुभयो कुरा? यस कारणले गर्दाखेरि प्रे फर द्याट पर्सन। तपाईँले जहिले पनि तपाईँले त्यो व्यक्तिको निम्ति, त्यो व्यक्तिको असल सफलताको निम्ति, उन्नतिको निम्ति, आशिषको निम्ति तपाईँले प्रार्थना गरिदिनुहोस् त्यो व्यक्ति निम्ति। अनि स्पिक गुड अबाउट द्याट पर्सन, त्यो व्यक्तिको असल कुराहरू तपाईँले कुरा गर्दै जानुहोस्। अनि अर्को म नम्बर 4 मा गइहाल्छु। यदि तपाईँले त्यो व्यक्तिको निम्ति तपाईँलाई आरिस लाग्छ तर त्यो व्यक्ति समस्यामा परेको छ, दुःखमा परेको छ, उसलाई सहायता चाहिन्छ भनेदेखि गएर सहायता गर्नुहोस्, पैसा दिनुहोस्। प्रार्थना मात्र होइन, प्रार्थना मात्रै गरेर हुँदैन। तपाईँले प्रार्थना गरे कि गरेन थाहा हुँदैन त्यो व्यक्तिलाई। गएर तपाईँले प्रेम देखाइदिनुहोस्, गएर केही उत्साहको कुरा बोलिदिनुहोस्। नम्बर 5 मा whenever your mouth gets ready to speak against that person, speak out love. जब तपाईको मुखले त्यो व्यक्तिको विरोधमा कुरा गर्नको निम्ति तपाईको मुख तयार हुन्छ नि, खासमा भनौँ तपाईको मन तयार हुन्छ। तपाईले दिमागले सोच्नुहुन्छ अब चाहिँ म देउकीको विषयमा यो भन्छु भनेर जब तपाईको मुखबाट हुन्छ नि, तपाई प्रजल जस्तो हुनुहोस्। हाम्रो प्रजल नि एकपल्ट हाम्रो मान्दो दाजुले पैसा गन्दै थियो अरे, दोकानमा बसेर पैसा गन्दै फिलिप र प्रजल पुगेछ अरे। त्यहाँ टुप्लुक्कै पुग्दैनमा त प्रजलले फिलिप यस्तो कोटाएर पैसा माग्न भन्यो अरे। अनि त्यो पैसा माग्न भन्ने बेलामा ठिक्क मान्दो दाजुको र प्रजलको आँखा जुधेछ क्या। आँखा जुत्दाखेरि प्रजलले अब थाहा भयो ऊ ट्रबलमा पर्यो भनेर अप्ठ्यारो लाग्यो उसले, माटो माग्न भन्छ प्रजलले। जब तपाईको दिमागले त्यो व्यक्तिको विषयमा, तपाईले आरिस गरेको व्यक्तिको विषयमा बोल्नुको निम्ति तपाईको मनले तयार गर्नुहुन्छ नि, मुख निकाल्ने बेलामा असल कुरा बोल, राम्रो कुरा गरेर जानुहोस्। नम्बर 6 मा, त्यो नम्बर 5 मा, त्यो नम्बर 6 मा चाहिँ डोन्ट कम्पेयर योरसेल्फ विथ अदर पिपल। तपाईले आफूलाई कहिले पनि अरूसँग दाँजो नगर्नुहोस्। त्यसको ठुलो कि मेरो ठुलो, त्यसको राम्रो कि मेरो राम्रो कि, त्यसको बेसी कि मेरो बेसी कि, माने कहिले पनि डोन्ट कम्पेयर योरसेल्फ विथ अदर पिपल। वी अल आर इन द सेम टिम। स्पेसली पास्टर प्रचारकहरू, तपाईले आफूलाई अर्को पास्टर प्रचारकसँग कहिले पनि दाँजो नगर्नुहोस्। यदि तपाईले दाँजो गर्नुभयो भनेदेखि या त तपाईँ घमण्डी भएर जानुहुनेछ, या त तपाईँले आफैलाई हीन भावनाले हेर्नुहुनेछ। यदि तपाईँले अरू तपाईँभन्दा ठुलो, म तपाईँलाई एउटा उदाहरण दिन चाहन्छु। 1-2 मिनट बेसी हुन सक्ला आज वचन, तर माफ गर्नुहोस्। मैले गिटार बजाउँथेँ। हाम्रो गाउँमा होल दागना डिस्ट्रिक्ट र चिराङ डिस्ट्रिक्टमा
सायद गिटार बजाउने म जतिको त्यति बेला थिएन पनि होला सायद 1986, 87, 88 तिर खै कसैले त गिटारै देखेको थिएन भनेपछि त म टप गिटारिस्ट गाउँको मान्छेहरूलाई त मैले चुड्की बजाएर यस्तो लप्प बनाइदिन्थ्यो कसैले त आएर पैसा पनि लगाइदिन्थ्यो त्यो गिटारभित्र 1992 मा यो पास्टर मतियासको टिम हिसअप सिङ्गिङ ग्रुप जयगाउँमा आउनु भएको थियो उहाँहरू स्टेजमा गएर त्यो देखाउनु थाल्यो क्या उहाँ गिटार बजाएर त्यो गाएको र म्युजिकहरू बजाएर गाएको देख्दाखेरि त म चाहिँ जिन्दगीमा कहिल्यै पनि गिटार समाउँदिनँ भनेर मैले निर्णय गरेको थिएँ मेरो मनमा किनभने आई वाज नथिङ कम्पेयर टु देम क्या तपाईले आफैलाई अरूसँग कम्पेयर गर्नु हो भनेदेखि कि त म त खेर गएको म खत्तमै भएछु भनेर आफैले आफूलाई डाउन गर्नुहुन्छ अरू माथि बढेको देख्दा या त अरू सानो र तपाईँ अलिकति जान्ने भयो भनेदेखि चाहिँ त्यसले भन्दा त म कता हो बेसी जान्दछु तपाईमा घमण्ड पसेर जान्छ यस कारणले गर्दाखेरि नेभर कम्पेयर योरसेल्फ विथ अदर पिपल रिमेम्बर अब तपाईले याद गर्नु मन छ यदि तपाईकोमा आरिस डाहा भन्ने आउने बित्तिकै रिमेम्बर द जेलेसी विल टेक अवे योर ब्लेसिङ एज वेल एज द ब्लेसिङ अफ अदर पिपल तपाईले आरिस गर्नु हो भनेदेखि तपाईको आशिष तपाईले गुमाउनुहुन्छ साथसाथै अर्को व्यक्तिको आशिषलाई पनि तपाईले खोज्नुहुन्छ जस्तो तपाईले नाटकमा देख्नुभयो नाटकमा उनले भन्छ मेरो एउटा आँखा फुट्योस् अर्कोको कति फुट्यो दुईटा त्यो हुन्छ अनि त्यो हुँदाखेरि चाहिँ के हुन्छ भनेदेखि चाहिँ यदि त्यति बेला चाहिँ तपाईले त्यो आरिस त्यो डाहालाई तपाईले जित्नु भयो भनेदेखि तपाईँ चाहिँ डबल आशिष हुनुहुन्छ अनि अर्को व्यक्तिलाई चाहिँ हाफ आशिष पाउँछ उनीहरूले तर यदि तपाईले आरिस गर्नु भने तपाईँ डबल तपाईलाई नोक्सान हुन्छ अनि उनीहरूलाई एउटा मात्रै नोक्सान हुन्छ यदि अर्कोले दुईटा आशिष पाउँछ के अरे एउटा आशिष पाउँछ भनेदेखि तपाईले आरिसलाई जित्नु भयो भने तपाईले दुईटा आशिष पाउनुहुन्छ तर यदि तपाईले आरिस गर्नु भयो भनेदेखि तपाईले दुईटा श्राप पाउनुहुन्छ अर्को व्यक्तिले एउटै मात्रै श्राप पाउँछ कसले जित्यो यसमा तपाईको जित भयो कि अर्को व्यक्तिको जित भयो भन्नुस् त अनि अन्तमा म तपाईलाई के भन्न चाहन्छु भने चाहिँ सबैभन्दा सजिलो तरिका याद राख्नुहोस् प्रिय मित्र आरिस भने हामी सबैलाई लाग्छ आरिस भनेको सबैलाई लाग्छ तर हामीले त्यसको विरोध गर्नुपर्छ त्यो आउँदाखेरि त्यसलाई हामीले ठाउँ दिनु हुँदैन है त्यसले हामीले यो गर्नु उदाहरणको लागि म भन्छु तपाईलाई ब्याङ्कमा जाँदाखेरि तपाईले यति पैसा देख्नुभयो आमा त्यो पैसा चाहिँ त्यही पनि 100 को नोट मेरोमा हुनु नि हौ जस्तो लाग्छ कि लाग्दैन भन्नुहोस् त सिधै नढाँटी भन्नुहोस् त लाग्छ लाग्दैन लाग्छ नि तर तपाईले आज चाहिँ म यो पैसालाई चोर्छु भनेर चोर्नु जानु चाहिँ गल्ती हो प्रिय चाहना गर्नु बेग्लै कुरा हो तर त्यसलाई काममा परिणत गर्नु चाहिँ गल्ती हो तपाईलाई आरिस लागेर आउँछ प्रिय हो तर त्यसलाई काममा नलाउनुहोस् त्यसलाई प्र्याक्टिकली नलानुहोस् त्यसलाई तपाईँ भित्र लाएर त्यसलाई दबाउनुहोस् प्रार्थनाले जित्नुहोस् वचनले जित्नुहोस् र प्रेमले जित्नुहोस् अनि सबैभन्दा सजिलो तरिका अन्तिम गलाती 5 को 16 पदमा लेखेको छ तर म भन्दछु आत्माको भरमा हिँड र तिमीहरूले शरीरको लालसा कुनै किसिमले पूरा गर्नुपर्ने छैन आत्माको भरमा हिँड्नुहोस् वक इन द स्पिरिट walking in the spirit will help you to overcome the jealousy in your life तपाईले आत्माको भरमा हिँड्नु भयो भने परमेश्वरको प्रेममा हिँड्नु भयो भनेदेखि तपाईले त्यो आरिसलाई तपाईले जित्नु सक्नुहुनेछ आमेन हालेलुया यो नसोच्नुहोस् अरूलाई चाहिँ आरिस लाग्दैन मलाई मात्रै बेसी आरिस लाग्छ भनेर आफूलाई हिन भावनाले नहेर्नुहोस् तपाईकोमा आरिस आउनु स्वाभाविक हो तर त्यो आरिसलाई तपाईले कसरी प्रयोग गर्नु हुँदैछ सही प्रयोग गर्नु हुँदैछ कि न त त्यसलाई काम गर्नु दिनु हुँदैछ त्यो चाहिँ सबैभन्दा